वेलकम टु माई युट्युब च्यानल। तपाईहरुलाई स्वागत छ। आज चाहिँ बुटोल हिँडेको। अब अहिले चिलाङदी आएर भिडियो बनाइरहेको छु। धेरै समयपछि भिडियो बनाएको छु, त्यही पनि कस्तो हुन्छ हेरेर साथ सपोर्ट गरिदिनु होला। अहिले चाहिँ ठ्याक्क चिलाङदी आइपुगेका छौं। हालत यस्तो छ। साथी र म हो। साथी प्रो राइडर, हामी प्रो। पछाडि चेकिङ ल। अब हामी बिस्तारै हिँड्दै गर्छौं। भिडियो अलिअलि बनाइरहेको छु अघि पनि, त्यही पनि के कस्तो हुन्छ हेरिदिनु होला है त। हेर्नुस् गाइस, बुटोलाको हिलोमा पल्टाइदिए साह्रो भ्याङचेट। के बोले भाइ? अब के बोले के जथाभावी बोले? बाटोको अवस्था हेर्नुस् है गाइस, यस्तै छ। भूमिन पाल्पा बाटो निर्माण भइरहेको छ। यति बेला बाटो बनाउँदै यहाँ बाटोहरू भेटाइरहेको छ। ओहो कति धेरै हो साथी। हेर त तिम्रो साथी होइन ऊ अघि कति धेरै महँगी पनि। ओ बाबा डन्नै साथीहरू छ है तपाईँहरू। के त हरायो भने खोज्न आउनु होला। के बोले भाइ? अब के बोले के जथाभावी बोले? हामी अहिले भुटुके कटिसकेका छौँ। बाटो भयो पछि पुग्छ क्या। म शब्द पाए तिमी अर्थ बनिदेऊ, यो जिन्दगीको सहारा बनिदेऊ न। यहाँदेखि चाहिँ तानसेनको भ्यू देखिसकेको छ। भन्दै अरे अब अलिक एकछिन है तल गएर देखाउँछु म। तानसेनको भ्यू घुम्न पर्छ सबैजना तानसेनमा। अहिले हामी चाहिँ परमास आइपुगेका छौँ। कमलपोखरी जाने बाटो देखियो। लोकेसन म देखाउँछु। लुम्बिनी मेडिकल कलेज। बाटोतिर जाने
लाग्यो बुटोलतिर त्यहाँ चाहिँ टिपर पल्केछ होला बाजे के गर्नु भएको को हुनुहुन्छ यसो सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला बुटोल गोलपारादेखि है कमेन्टमा छोडिदिनु होला बुटोल आइपुगेर भिडियो बनाउनै पाइएन त्यही पनि अब हल्का हल्का जोडिँदैछु भिडियोहरू हेर्नु होला अहिले चाहिँ दुईजना भएर रुवाको भिडियोको नाइट हेर्नको लागि अस्तिदेखि चाहिँ अहिले देखाउने होला है त गाइस सो अहिले चाहिँ भ्यू पोइन्टमा आइपुगेको छ हामी यता छ एउटा म आइसक्रिम खाने भए आउनु किनिदिने होला हजुरहरूलाई त्यहाँ छ बाइक बुटोलको भ्यू हेर्नु होला नाइट भ्यू ड्रोन उडाउन पर्ने क्या अरे कहाँ छ ड्रोन नभएपछि के गरौँ यस्तै छ अब यहाँ एकछिन हावासावा खाने त्यसपछि गर्ने फेरि तलतिर सुतिसक्नुभयो तपाईँहरू गोलपाराको मान्छेहरू साथीले साथीको रुममा छोडेर म चाहिँ भाइको रुममा हिँडेको अब 12 पनि बजिसक्यो धेरै रात पनि भइसक्यो अब सुत्न हिँडेको तपाईहरु नि सुत्नु होला टाइममा आजको भ्लग यति नै नयाँ हुनेले च्यानललाई सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट शेयर गरिदिनु होला सबैजनाले माया देखाइदिनु होला आजको भ्लग यति नै गुड नाइट सबैजनालाई।